Yeah, 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 yeah. Oh, oh. Let's get it. Let's go. Go. Yeah, yeah, yeah. Oh, let's get it. Let's go. Yeah, yeah. Oh, oh. Let's get it. मैले बेल पिना चाहिँ ट्राई गरेको थिएँ त्यो आइटम चाहिँ 4 भन्दा बढी सकिएन हैन साथीले चाहिँ 105 केजी इजिली हान्छ होला 10 12 रेप अहिले लेख्छु म है पम्प पनि राम्रो छ साथीको लिनमा बसिरहेको छ उ अहिले एज यु क्यान सी है पम्प पर्फेक्ट फर्ममा हान्छ इज स्क्वाट अल्सो यु है अब यो पछि फेरि अर्को 60 सम्म जान्छ साथी चाहिँ 150 सम्म म चाहिँ म्याक्सिमम 120 अब 125 को आइटम गर्दैछ साथीले है म चाहिँ 100 केजी नै 105 केजी नै गाह्रो भइरहेछ यसले चाहिँ अब इजिली हान्छ बडी कन्डिसनिङ हुन्छ पम्प पनि एकदम दामी छ है विदाउट सपोर्ट 125 को आइटम हान्दा छ यसै राम्रो हान्छ 1 नाइस एन्ड इजी 2 नाइस एन्ड इजी 4 हाल्छ ल त्यसले 4 चाहिँ हान्छ and then म चाहिँ सपोर्ट लिएर हान्छु नाइस last one easy good this is the last set है साथी रेडी भइसक्यो अल इक्विप 135 इजी जान्छ है अब साथीले कति हान्छ लेस बहुत राम्रो हान्छ इजी है त 3-4 मात्रै हान्यो भने नि इट्स गुड है सपोर्टमा चाहिँ 150 भन्दा माथि गोल्ड जान्छ हाम्रो अब इजी है सहिले फर्म चेक गर्नु है बेस्ट फर्म है साथीको फर्म एउटा बेस्ट फर्म ल त्यतिको फर्ममा हान्नुपर्छ नाइस नाइस एन्ड इजी गुड लास्ट वान ल लास्ट वान इजी गुड नाइस नाइस साथीको लास्ट एटेम्प चाहिँ 145 केजी भन्दैछ है अब 3 to 4 reps एक्सपेक्ट गरिरहेको छ हामीले उसले हान्न चाहिँ हान्छ मजाले हान्छ है कम दामी बनाएर भाइ हामीले चाहिँ अब रड पनि बिस्तारै आउनु लागिसक्यो 145 केजी बडी वेट जस्ट 67 है 67 बडी वेटमा 145 केजीको 4 reps इजी 1 नाइस कम on 2 नाइस लास्ट वान ल ठिक छ ल 2 भेरी नाइस है भेरी नाइस यो लास्ट सेट है स्टिफ डेडलिफ्टको यु क्यान सी है कस्तो दामीसँग मेरो चाहिँ खासै पडमा छैन हैन बिस्तारै वेट लसतिर जान्छु म चाहिँ सायद चाहिँ फुल पडमा बसिएको छ लो बडी फ्याट भएको हिसाबले चाहिँ यसै स्लो है बडीको कन्डिसनिङ पनि देख्न सकिन्छ है यो क्वाड्सको हामीले तल हाल्दाखेरि यो क्वाड्स र ह्यामस्ट्रिङ प्लिज ग्लुट्स लुक एट द्याट ग्लुट्स र ह्यामस्ट्रिङ स्लो कन्ट्रोल नाइस नाइस साथीको फर्स्ट सेट है तपाईँहरूलाई यो हान्दाखेरि चाहिँ ह्यामस्ट्रिङ कसरी पर्छ चाहिँ डिटेल गरेर हुन्छ त यो ह्यामस्ट्रिङको यो जुन पार्ट छ यो मजाले स्क्विज हुन्छ क्या यो हान्दा लुक एट दिस हो फर्म स्लो ग्लुट्सलाई टार्गेट गर्छ होइन मेन चाहिँ यसको ह्यामस्ट्रिङको पार्ट चाहिँ यो ह्यामस्ट्रिङ चाहिँ पुरै पपअप हुन्छ नि जुन बाइसेपको हाम्रो यो पिक हुन्छ होइन ह्यामस्ट्रिङमा पनि पिक हुन्छ क्या यो चाहिँ बिस्तारै अब डे बाई डे वर्कमा चाहिँ स्क्विज हुँदै आउने कुरा हो क्या अब साथीको लेग एक्सटेन्सन सुरु भइसक्यो है स्लो एन्ड कन्ट्र्याक्ट यो जुन हाम्रो कन्डिसनिङ आइसकेपछि चाहिँ इच एन्ड एभ्री पार्टहरू चाहिँ छुट्टिन्छ होइन अब यो अहिले साथीको लगभग बडी पर्सेन्ट 15 राउन्ड होला होइन 10 to 15 को राउन्ड होला एन्ड कन्डिसनिङ पनि राम्रो छ एन्ड यु क्यान सी यो पार्ट्सको
सेपरेसनहरू यो जुन तिनवटा पार्ट छ नि यो चाहिँ लङ हेड भयो यहाँबाट आउँछ क्वाड स्लटको हेड स्लो एन्ड स्टेडी गर्दाखेरि इच एन्ड एभ्री पार्ट चाहिँ छुट्टिन्छ